हेलो साथीहरू, वेलकम टु माई फर्स्ट ब्लग। त्यो सुनाको बर्थडेको ब्लग हो अनि यहाँ चाहिँ हामी मलाकोट गइरहेको थियौँ अनि यो बर्थडे सेलिब्रेसन प्लस हाइकिङ थियो र हामी त्यहाँ जाने हो। साथीहरू हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरू हामी धेरै समय हिँडिसकेपछि चाहिँ हामी माथि आएर बस्यौँ। थोरै विश्राम गरिसकेपछि चाहिँ हामी फेरि हिँडिरहेको छौँ गाइस। साथीहरू हेर्न सक्नुहुन्छ हामी कति डिसिप्लिन भएर लाइनमा हिँडिरहेको छौँ। हु त्यसपछि साथीहरू हामी धेरै माथि आइसकेका थियौँ जङ्गलमा अनि यो चाहिँ सर्टकट बाटो हो अनि हामी चाहिँ हिँडिरहेको थियौँ यहाँ। साथीहरू दिस इज मी। ये मामा ह्यान्डसम है। कसम फोटो खिच्ने भन्ने मोबाइल जुदाई देखे मोबाइल जुदाई लास्टमा फोटो खिचेन के। ये दूसरा ह्यान्डसम मामा है और ये बहन है और ये मैं हूँ। फेरि थोरै हिँडिसकेपछि हामी पुग्यौँ माथि रोडमा। रोडदेखि चाहिँ एकदम राम्रो भ्यू देखिरहेको थियो, त्यही भएर चाहिँ हामी भ्यू हेरिरहेको छौँ। साथीहरूपछि फेरि हामी हिँडेर यता आइपुगेका थियौँ माथि नै। अनि यहाँ चाहिँ एकदमै ढल भइसक्यो, हामीलाई अगाडि गइसक्यो। अगाडि फेरि हिमाल पनि देखिरहेको थियो अनि अहिले चाहिँ हिमाल छैन, देखिरहनु थोरै देखिरहेको छ। अनि साथीहरू धेरै ढल भइसक्यो। त्यहाँ रोड छ, त्यहाँ हेर्न सक्नुहुन्छ। त्यहाँ फेरि हामी तलमाथि गरेर चाहिँ फेरि हामी रोडमा आइसकेको छौँ साथीहरू। अनि हामी हिँडिरहेछौँ किनभने यो एकदम राम्रो बाटो। हामी अलि स्पिडमा हिँडिरहेछौँ साथीहरू किनभने पहिलाको बाटो चाहिँ अलि उकालो थियो नि त, त्यही भएर सकेको थिएनौँ। अनि अहिले चाहिँ यो एकदम राम्रो रोड भएकोले चाहिँ हामी हिँडिरहौँ। अनि यु क्यान सी गाइज हिमाल त्यहाँ यति राम्रो। त्यसपछि हामी फेरि उकालोको बाटो लाग्यौँ अनि हिँडिरहेको छौँ। म चाहिँ अलिक धेरै अगाडि नै छु। यो चाहिँ मैले गराएको होइन, यो भिडियो पछाडिदेखि चाहिँ गरिरहेको थियो मेरो साथीले अनि म धेरै अगाडि छु। हामी गइरहेको छौँ। यति गर्मी थियो, घाम यति मजाको लागेको थियो। मजाको भन्दा पनि हामीलाई चाहिँ एकदमै गाह्रो भयो। हामीले चाहिँ गर्मी पनि हामी कन्टिन्यू नै गरेर राख्यौँ। हामी नबिर्सेर नै माथि गयौँ। अनि एज यु क्यान सी गाइज हामी हिँडिरहेको छौँ फेरि पनि। अनि हल्का चाहिँ भ्यू फेरि हेरिहालौँ भनेर अनि त्यहाँ चाहिँ एकदम राम्रो देखिरहेको थियो। सो गाइज अझै हिँड्नुपर्ने थियो हाम्रो यो। अनि फेरि अझै कन्टिन्यू। अनि त्यसपछि साथीहरू हामी यति लामो बाटो हिँडिसकेपछि चाहिँ हामीले एउटा स्पट भेटायौँ राम्रो होला, जहाँदेखि चाहिँ भ्यू पनि राम्रो देखिने अनि बस्दाखेरि पनि राम्रो हुने चाहिँ हामीले भेटायौँ। हामीले चाहिँ अब त्यो म्याट्रेस लाउन बिर्सेछौँ, त्यही भएर चाहिँ हामीले खानाको लागि भए पनि स्कार्फ चाहिँ युज गऱ्यौँ। अनि त्यसको माथि चाहिँ हामीले खाना राख्ने व्यवस्था गऱ्यौँ। गरिसकेपछि हेर्नुहोस् म ओछ्याइरहेको छु त्यो स्कार्फ मिलेकै छैन क्या, त्यही भएर चाहिँ एकदम राम्रोसँग ओछ्याएको छु। अनि हामी बस्न लायौँ अब। एन्ड एज यु क्यान सी बर्थडे गर्लले चाहिँ एकदम केक चाहिँ अब अनबक्स गरेर छिन्। पग्लेहरूलाई ए के भएको छैन। वा सक्सेसफुल्ली के भएन। अग्लो मान्छेले नठोकार लिएपछि के हुन्न के। ल पास भए है, यसमा चाहिँ पास भए। ए केक बचाउनेमा पास भए है। 10 मा 10 दे मैले चाहिँ के भएको छैन नि। नाम कि साइडको बिग्रिएको छ भनेर भन्छु पहिले। त्यसपछि हामीले चाहिँ यो खानेकुराहरू चाहिँ निकालिरहेको छौँ, स्न्याक्सहरू के छ। बस म त अलि कुदेर त राति अनि साथीहरू हामीले चाहिँ यहाँ सेटअप गरेर छौँ कहाँ चाहिँ के राख्ने अनि एकदम मिलाएर, किनभने फोटोमा नि राम्रो आउनु पऱ्यो नि त साथीहरू। अनि त्यही भएर चाहिँ हामी मिलाइरहेको थियौँ यहाँ। अनि त्यो खानाहरू एरेन्ज चाहिँ एकदम मजाले भइरहेको थियो हाम्रो। अनफर्चुनेटली साथीहरू हामीले चाहिँ स्प्रे क्यान्डल प्लस बलुन सबै बिर्सिरहेका थियौँ। अनि बलुन चाहिँ कहाँदेखि 2टा मात्र थियो अनि त्यही युज गऱ्यौँ हामीले चाहिँ। अनि सबै एरेन्ज गरिसकेपछि चाहिँ वी स्टार्ट सेलिब्रेटिङ माई बर्थडे। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु।
त यो उड्दैन कि यो त उस कार्बन डाइअक्साइड छ उड्दैन होला। अनि साथीहरू यो चाहिँ हाम्रो टाइम ल्याप्स गराएको भिडियो सबैमा क्याप्चर भएको छ। सेलिब्रेट गरिसकेपछि हामी अब सिधै आफ्नो जर्नी कन्टिन्यू गऱ्यौँ साथीहरू। अब चाहिँ हामी सिधै के भन्छ गुराँसको ठाउँमा जान्छौँ हामीहरू। अनि त्यसपछि हामी गइरहेछौँ, अगाडि अगाडि बढिरहेछौँ। साथीहरू हेर्नुहोस् भ्यू फेरि राम्रो छ। ओ माई गॉड, म यस्तो बाटोमा कस्तो डर लाग्छ यार। साथीहरू हामी के अरे माथि आइरहौँ यो कालोमा। यु क्यान सी यहाँ अब तल यस्तो छ अनि लड्न पनि सक्ने सम्भावना छ है। स्ट्यान्ड चाहिँ हामीसँग नभएको हुनाले उयो टेकिङ त्यो केकको गत्ता चाहिँ यहाँ गुराँसको फुल छ। अनि ओ द्याट्स हियर, ओ त्यहाँ हो। अनि हामी गइरहेछौँ साथीहरू। अनि गुराँसको बाटोमा जाँदा हामी गुराँस पाउँछ कि भनेर चाहिँ माथिमा चढ्न। अब बिस्कुट खस्यो यार। साथीहरू हामी यहाँ गुराँसमा आइसकेको। ए तिमी सके तिमीले अब गुराँसहरू चाहिँ एकदम धेरै छ साथीहरू। हामीहरू साथीहरू छन् अनि गुराँस हामीले पाइसक्यौँ साथीहरू। अनि त्यहाँ उनले चाहिँ टिपिसके हेर्नु गुराँस। अनि अब हामी गुराँस टिपेर अनि भिडियोहरू बनाएर हामी गइहाल्छौँ साथीहरू। अनि हेर्नुहोस्, यु क्यान सी गाइज, हामी गुराँस पाइसक्यौँ गाइज। म देखाइदिन्छु हजुरहरूलाई होइन। हेर्नुहोस् त्यहाँ छ टुप्पातिर है गुराँस। ए अब म गाइदिन्छु भिडियो ल। अहिले माथि जाम है। ल है त साथीहरू साथीहरू मैले गुराँस पाइसकेँ है। अनि के गर्ने हेर हाम्रो साथीहरू यहाँ छन् है। अनि गुराँस चाहिँ यस्तो भयो हेर्नुहोस्, त्यहाँ गुराँस हेर्न सक्नुहुन्छ साथीहरू। थाहा छ मेरो अनुहार चाहिँ यतिकै राम्रो देखिँदा होइन, त्यही पनि साथीहरू गुराँस राम्रो हुँदा भने किन मेरो अनुहार चाहियो त। पाइसके हामी यो गुराँस नानी। के ल के अझै पछि यहाँ आउनुपर्छ कि होइन ल। गुराँसमा चाहिँ अनि अलि पर गएपछि चाहिँ कोपिला भइरहेको छ यहाँ चाहिँ। अनि हल्का पर गएपछि चाहिँ वी क्यान फाइन्ड अप द साथीहरू। अब गुराँस चाहिँ उतातिर होइन माथि जाने छैन अरे गुराँस उतातिर। अनि यतातिर रहेछ तर इट्स वर्थ है, एकदम राम्रो छ। अनि के गर्ने गुराँस देखाउनै पर्यो। हामी लुङ्गी लगाउनु पर्यो साथीहरू। वाउ त्यो चाहिँ एकदम राम्रो छ भएको है। अनि साथीहरू यहाँ चाहिँ कोपिला छ, कति भिडियो बनाउँदैन हुनुको भिडियो लिजासहरू कहाँ अनि टिभी राख्नु त्यहाँ चाहिँ धेरै ती भयो। हामी भिडियो गर्नुपर्छ कि फेरि के गर्ने साथीहरू भिडियो गराउनै पर्यो। अब लुङ्गी लिएर आएको छौँ फेरि यत्तिकै खेर नि फाल्नु भएन। वी आर मेकिङ भिडियो। अनि त्यसपछि फोटोहरू पनि खिच्छौँ गुराँससँग। ओ माई गड यो खसेको पुगाउनु भयो। हामी हल्का तल जान्छौँ साथीहरू। अनि लुङ्गी लगाउनु पर्ने छ अरे भिडियो बनाउँछ कि साथीहरू। त्यहाँ के हो भाइ। अनि साथीहरू ओ माई गड हस्
ओके साथीहरू हामी रोटी खाइरहेछौँ है अब के गर्ने अब हल्का फ्रेस त हुनु पऱ्यो नि त साथीहरू अब यति हिँडेर आएको अनि अब के गर्ने साथीहरू यस्तै छ अब हामी त यस्तै हो अनि एकछिनमा हामी भिडियो गराउँछौँ अनि लुङ्गी लगाएर एकछिन वी आर भेरी रेडी हेर्नुहोस् लुङ्गी लगाइदिएको छौँ हामीले अनि हामी एकछिन भिडियो गराउँछौँ नाच्छौँ जान्छौँ यो भुसो त्यहाँ त भन्छ यहाँ हेर्नुहोस् अनि रेडी छ लुङ्गी लगाएर हामी सेम लगाएको छौँ है ट्विन गरेर हामी यिनी चाहिँ बर्थडे कल भएर यो रेड लगाएको छौँ अब साथीहरू एकछिन हामी गराउँछौँ भिडियो बाई बाई साथीहरू यति बेलासम्म साथीहरू यहाँ चाहिँ मैले नाचेको भिडियो बनाएँ त्यसपछि कस्तो छ कमेन्ट गरिदिनु होला अनि हामीले यहाँ धेरै फोटोहरू खिच्यौँ भिडियो नि बनायौँ साथीहरू हामी जान लायौँ अब फर्किन लायौँ गुराँसहरू टिपिसक्यौँ भिडियोहरू फोटोहरू सबै खिचिसक्यौँ अनि एकछिन तल गएर हामी बिसेर नास्ता खान्छौँ त्यसपछि चाहिँ हामी फेरि लाग्छौँ घरतिर अनि पुगिहाल्छौँ होला सायद हामी पुगिहाल्छौँ अनि हामीले भइसक्यो साथीहरू ल है त चार्ज पनि भ्याइन लायो राखेँ मैले अहिले चाहिँ त्यसपछि साथीहरू हामी धेरै तल आइसकेका थियौँ गुराँसहरू टिपेर सबै गरेर हामी तल आइसकेका थियौँ अनि म यहाँ लिइरहेको छु ल ल ल अनि यही ठाउँको हल्का एउटा चाहिँ मैले यति राम्रो भ्यू देखेँ त्यही भएर चाहिँ मैले यहाँ अलिकति टिकटक बनाएँ फेरि अनि साथीहरू हामी धेरै तल आइसकेका थियौँ यहाँ चाहिँ अनि मैले चाहिँ बिचमा भिडियो गराउन पाइनँ नि त आउनु लाग्यो त्यही भएर चाहिँ यही हो एन्डिङ चाहिँ अनि बाई बाई साथीहरू थ्याङ्क यू